लभ जिहाद भन्छ। लभ जिहादमा खास गरेर के कुरा हुन्छ भने उहाँ तपाईको फिलिस्तिनमा एकजना मुस्लिमलाई आक्रमण भयो भने बच्चालाई ज्ञान हुन्छ भने यो ज्ञान हुँदैन कि एउटा हिन्दूको केटी 16 वर्षको केटीलाई लिएर गयो भने त्यसको चाहिँ यहाँ चाहिँ यो कानुन अनुसार चाहिँ यो देशको कानुन अनुसार अपराध लाग्छ, मुद्दा लाग्छ। नमस्कार, म अनिल महात्मा, हिन्दू स्वयंसेवक सङ्घ कोशी गाउँपालिकाको सङ्घचालक। आज यो जुन समिति गठन गर्नुभयो, यो समिति किन केका लागि र यो समितिले के काम गर्नेछ? एउटा ठुलो महामारी रोग छ हाम्रो समाज बिचमा। यो एउटा धर्म सम्प्रदायले मान्ने व्यक्तिहरूले अर्को धर्म सम्प्रदाय विरुद्धमा गरिने एउटा चाहिँ के छ भने जसलाई हामी लभ जिहाद भन्छौँ। लभ जिहादमा खास गरेर के कुरा हुन्छ भने उहाँहरूको धर्मगुरुले सिकाए अनुसार केही व्यक्तिहरूको टिम हुन्छ, त्यो युवाहरूलाई विभिन्न भत्ता सुविधाहरू दिएर गाडी, पैसा, मोबाइल खर्च, लुगा खर्च आदि इत्यादि दिएर हिन्दू चेलीहरूलाई प्रलोभनमा फसाएर, जस्तै के हुन्छ किशोरावस्थामा कुनै समुदायको बच्चाहरू त्यति परिपक्व ज्ञान भएको हुँदैन। खासमा हिन्दू समाजमा झन् के छ भने कमाई खाने शिक्षा मात्रै लिएको हुनाले हाम्रो विरुद्धमा के भइरहेको छ त्यो कुराहरूको खासै ज्ञान हुँदैन। ती कुराहरूको फाइदा उठाएर केटाहरू अथवा मान्छेहरूले हाम्रो हिन्दू चेलीहरूलाई पैसाको लोभ देखाएर, लुगा फाटाको लोभ देखाएर, जे लोभ मानिलिनुहोस् उसको आकांक्षा के छ, कहाँसम्म छ, 2 कट्ठा जग्गै खरिदिनु पर्यो भने त्यहाँसम्मको पनि काम गरेर हाम्रा चेलीबेटीहरूलाई फसाएर हैन लगेर जुन आफ्नो समुदायमा लगेर बिहा गर्छ अथवा तिनीहरू लगेर अन्यत्र इन्डियामा भएका घटनाहरू छाङ्गुर काण्डहरू छन् जसबाट प्रश्न हुन्छ त्यस्ताहरूमा लगेर फसाएर हाम्रो हिन्दू चेलीहरूलाई लाने यो घटनालाई नै लभ जिहाद भनिन्छ। र यो लभ जिहादको विरुद्धमा हामी हाम्रो हिन्दू समाजलाई यो सङ्गठित गरेर यसको विरुद्धमा गरिने गतिविधि हो। यो गतिविधिले खास गरेर त्यो समुदायलाई सचेत गराउन खोज्या हो। हामी सहनशील प्राणी हौँ हिन्दू, हामी पहिला संयमतापूर्वक नै जाने हो। यदि उहाँहरूले अझ पनि यसमा सहयोग गरेर यो कुरालाई बन्द गरेन भने यसको परिणाम भोलि कडा रूपमा आउँछ। यसको उहाँहरूले कडाभन्दा कडा चाहिँ दुख पाउने हुन्छ भन्ने चाहिँ भनाइ छ। र यसको सामाजिक सद्भाव कायम रहने गरी चाहिँ यो समितिले कसरी काम गर्नेछ? हामी नेपाल जुन देशमा छौँ, जस्तै नेपालको कानुनलाई हुबहु कसैलाई असर नपर्ने गरी हुबहु टेकेर जाने कुरामा हामी सधैँ लागेको हुन्छौँ। अर्को कुरा, हाम्रो धर्मशास्त्रले पनि के भन्छ भने कसैलाई दुख हुने खालको काम अथवा कानुनले जुन देशमा छौँ त्यो देशको कानुनले इजाजत नदिएका कुराहरू हामीले गर्यो भने त्यो हाम्रो लागि पाप हो, अधर्म हो। त्यस्ता कामहरू हामी कहिले गर्नलाई या गर्ने शिक्षा कसैलाई दिँदैनौँ। तर कसैको 16 वर्ष 17 वर्षको चेलीलाई लोभमा प्रलोभनमा फसाएर यसरी लाने काम नगरोस्। यसबाट हामीले पनि दुःख हुन्छ। र अन्तमा के पनि भन्न चाहन्छु भने यदि हामी छुट्टै धर्म सम्प्रदायको मान्छे हो भने उहाँहरूले यतिसम्म ज्ञान हुन्छ, तपाईँको फिलिस्तिनमा एकजना मुस्लिमलाई आक्रमण भयो भने बच्चालाई ज्ञान हुन्छ भने यो ज्ञान हुँदैन कि एउटा हिन्दूको केटी 16 वर्षको केटीलाई लिएर गयो भने त्यसको चाहिँ यहाँ चाहिँ यो कानुन अनुसार चाहिँ यो देशको कानुन अनुसार अपराध लाग्छ, मुद्दा लाग्छ। त्यसैले उहाँहरू जानी बुझी गरेकोले उहाँहरूले चाहिँ संयमता अपनाउनुपर्छ, रोक्नुपर्छ, अनि मात्रै सद्भाव र भाइचारा कायम हुन्छ। यदि त्यस्तो गरेन भने यसको यो भाइचाराको सद्भावको कुनै अर्थ छैन। यो